नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार र प्रतिपक्ष दुवैको कार्यशैलीमाथि व्यङ्ग्य गर्दै वर्तमान राजनीतिक नेतृत्वलाई संयम र दूरदृष्टिको खाँचो रहेको बताउनु भएको छ। बीपी कोइरालाको 44औं स्मृति दिवसका अवसरमा आज आयोजित ग्रीन रन कार्यक्रममा थापाले गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने भन्दै सरकार र प्रतिपक्ष दुवैको शैलीमाथि कटाक्ष गर्नुभयो। उहाँले जननायक बीपी कोइरालाले देखाएको बाटोमा दत्तचित्र दृढ सङ्कल्पित र रत्तीभर विचलित नभई अगाडि बढ्ने प्रण समेत गर्नुभयो। म पनि 5 किलोमिटर एकछिन पनि विराम नगरिकन दौडेँ अनि मसँगै दौडिँदै गरेको एकजना साथीले भन्नुभयो, दाइले पनि दौडिँदै गर्दाखेरि ब्रेक नलाइ दौडिनु हुँदो रहेछ। अनि सँगै हिँडेको अर्को साथीले के भन्नुभयो भने कुरा एकदम मिलेको छ दाइ, गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने भनेर भन्नुभयो। ठिकै छ, यसपालि यस्तै हो भने। थापाले नेपाली कांग्रेसले अब बीपी कोइरालाका सामाजिक न्याय, समावेशिता र प्राकृतिक स्रोतको न्यायपूर्ण उपयोग सम्बन्धी विचारलाई वर्तमान सन्दर्भमा पुनर्जीवित गर्ने बताउनुभयो। जलवायु परिवर्तनलाई नेपालको विकासको मूल एजेन्डा बनाउने उद्देश्यले पार्टीले विज्ञसँग छलफल सुरु गरेको र त्यसबाट आएका सुझावलाई नीति निर्माणमा समेटिने उहाँले प्रतिबद्धता जनाउनुभयो। विकासको अवधारणाबारे चर्चा गर्दै उहाँले सामाजिक न्याय, मानव कल्याण र नैतिक जिम्मेवारी बिनाको विकास अर्थहीन हुने उल्लेख गर्दै बीपीले धेरै वर्ष अघि नै वनको राष्ट्रियकरण र प्राकृतिक स्रोतमाथि न्यायपूर्ण पहुँचको विषय उठाएको भन्दै ती दूरदर्शी विचारहरूलाई वर्तमान समयमा पनि आत्मसात विकासको कुरा गर्नुहुन्छ, त्यहाँ सामाजिक न्यायलाई छोड्नु भयो भने, त्यहाँ मानव कल्याण छोड्नु भयो भने, त्यहाँ लोकको कल्याणलाई छाड्नु भयो भने, त्यहाँ नैतिक अधिकारको विषय, नैतिक जिम्मेवारीको विषयलाई छोड्नु भयो भने, त्यहाँ दूरदर्शिताको विषयलाई छोड्नु भयो भने, त्यहाँ विकास दिगो हुन्छ कि हुँदैन भन्ने प्रश्नलाई छोड्नु भयो भने त्यो विकासको अर्थ हुँदैन भनेर धेरै वर्ष पहिला विकासका बारेमा बीपी कोइरालाले चर्चा मात्र गर्नु भएन, आफै अभ्यास पनि गर्नुभयो। सभापति थापाले नेपाली कांग्रेसले मानव सहायता कल्याण कोष स्थापना गरेको र त्यसमा सुरुवातमै 10 लाख रुपैयाँ जम्मा भएको जानकारी पनि दिनुभयो। उहाँका अनुसार उक्त रकम तत्कालका लागि विस्थापित सुकुम्बासी परिवार, विशेष गरी एकल महिला र शिक्षाबाट वञ्चित हुन थालेका बालबालिकाको सहयोगमा खर्च गरिने बताउनुभयो। थापाले ग्रीन रन केवल जनचेतनामूलक कार्यक्रम नभई नयाँ सामाजिक अभियानको सुरुवात भएको उल्लेख गर्दै कांग्रेसले देशव्यापी नयाँ अभियान सार्वजनिक गर्ने जानकारी दिनुभयो। कार्यक्रममा ग्रीन रन प्रतियोगितामा पहिलादेखि 6औं हुनेसम्मलाई नगद पुरस्कार प्रदान गरिएको थियो।